हजुरहरुलाई पनि यस्तो दुनोट कतिको मनपर्छ, कोलाई मनपर्छ भने आउनुस् आज सँगसँगै बनाऊँ है त। मैले चाहिँ यस्तो बनाएको छु। हेर्नुस्, आज चाहिँ दुनोट बनाउन लाग्यो मैले। अनि दुनिया पिठो छ, अनि अलिकति नुन, अनि चिनी छ है। चिनी त म अलि लाग्ने गरी हाल्नुपर्छ चिनी चाहिँ। यो चाहिँ म आफ्नो स्टाइलले बनाउन लाग्यो त, म आफै यतिकै हुन्छ कि हुँदैन ट्राई गर्नु पर्यो। हो यो चाहिँ इस्ट है, अलि 2 चम्चा जति हो। मैले चाहिँ यति अड्कलमा यतिकै हालिदिएँ। अनि मजाले मुस्ने यसलाई थोरै पानी हाल्दै मुस्दै गर्नुपर्छ, फेरि गिलो भयो भने अलि बिग्रिन्छ नि त। हेर थोरै पिठो हाल्दै मुस्दै पानी हाल्दै मुस्दै गर्नुपर्छ है। अब म मुसिसकेपछि डो बनाएर देखाउँछु। मैले चाहिँ यतिकै गिलो बनाएँ त, मजाले मुसेर लोकल स्टाइलको दुनोट बनाउन लाग्यो। त्यही भएर चाहिँ यतिकै गिलो बनाएको छु, लोकल स्टाइलको हुन्छ नि। अनि त्यो खाने लोकल स्टाइलको बेकारी टाइपको होइन कि, लोकल स्टाइलको यतिकै गिलो भएको छ। अब म चाहिँ यसलाई 2 घन्टाको लागि छोडिदिन्छु यतिकै। 2 घन्टापछि अब हेरौँ है कस्तो हुन्छ। अब अघि मुसेर राखेको पिठो हेरौँ है त। यहाँ मजाले छोपिराखेको थियो मैले। यत्रो भएर बसेर चाहिँ फुल्लेर बन्छ कि बन्दैन हो। यति थियो हेर न, फुलेर यो माथि बाटोसम्म आउन लागिरहेछ। अब चाहिँ म बनाउन ट्राई गर्छु है त। हातमा तेल लगाएर अब यसलाई फेरि एकचोटि मजाले मुस्छु है त। कस्तो मजाले फुलेको रहेछ कि। टाले होइन कि, तेल लाग्यो भने चाहिँ टालिँदैन नि त, नत्र टालेर। पहिला हामी गाउँमा हुँदाखेरि, गाउँतिर जाँदाखेरि मेला हुन्छ नि, गाउँतिर मेला हो त्यस्तोतिर पाउँथ्यो कि यस्तो खालको दुनोट। अझ हामीले त पाउरोटी भन्थ्यो त्यस्तोलाई हो। अहिले चाहिँ यहाँ आजकल झन् ब्रेडले चाहिँ पाउरोटी भन्छ नि त होइन। पहिला हामी गाउँतिर मेलातिर जाँदाखेरि चाहिँ खान्थ्यो कि यस्तो पाउरोटी भन्थ्यो। कस्तो मजाले बनाउँथ्यो, बन्छ कि बन्दैन होला। क्या मजाले बनाउनु हुन्थ्यो क्या उहाँहरूले त। पसल थाप्ने, त्यो होटेल थाप्ने आन्टीहरू बुजुवाहरूले त यस्तो गर्दै क्या मजाले बनाउनु हुन्थ्यो। लस्सी ट्राई गरौँ। यहाँ चाहिँ मैले तेल पनि तताउन राखेको छु। तेल तातिँदैछ। तेल तातेपछि चाहिँ म बनाउँछु है त। बनाउने ट्राई गर्छु। राम्रै बन्छ जस्तो लागिरहेछ पिठो हेरेको, डो हेरेर चाहिँ। हेरौँ। वाउ बन्यो। कस्तो राम्रो बन्यो भाइ। लोकल दुनोट भनेको त यो हो नि त। फेरि लोकल दुनोट है, कस्तो नरम हुन्छ यस्तो चाहिँ बनाएको चाहिँ। वाउ, यहाँ पाक्दै छ दुनोट है। यहाँ यति भइसक्यो, कस्तो राम्रो भएको छ क्या। तर सेप नमिले पनि जुन रियल हुन्छ नि, रियलमा हुने दुनोटको त्यो चाहिँ भएको छ कि सेप चाहिँ अलि मिले छैन। तर यस्तै टाइपको खान्थ्यो कि हामीले गाउँमा चाहिँ, त्यो बेलामा चाहिँ।
दामी भएको छ। मलाई चाहिँ सेप नमिले पनि सोचेको जस्तो चाहिँ भयो, त्यही खुसी लाग्यो। अलिकति चिनी चाहिँ कम भएको रहेछ तर ठिकै छ। अब मुस्न गाह्रो हुन्छ नि त यसमा, अब गिलो भइसकेको छ एकदमै, मुस्न चाहिँ गाह्रै हुन्छ। त्यही भएर मैले छोडिदिएँ। गुलियो चिया भनेर खानुपर्छ, ठिक्क हुन्छ। यो चाहिँ दामी भएको छ फेरि अन्त दुनो पनि। फाइनली दुन पनि बनाएर सकिसक्यो मेरो चाहिँ। यति भएको छ दुनो, यति निस्केको छ। अब लास्टमा एक पिस छ, त्यसपछि सक्यो। हजुरहरू पनि आवश्यक ट्राई गर्न सक्नुहुन्छ है त बनाएर घरमा।